चाचा ये मेरा ब्लॉग है ना, इस ब्लॉग में मैं सबको इंट्रोड्यूस कर। ये हमारा चाचा लाइफ में हमने पैसा ये हमारा चाचा आपका नाम किधर से हो वो बोलो। राजस्थान से। ये हमारा सबसे बड़ा चाचा, ये चाचा सबको ख्याल रखता है। इधर आज खीर खाने का प्लान है। खीर बनाउँदै हुनुहुन्छ होइन। चट्ट लाएर यसो हल्का फुल्का पैसा उठाएर शनि आइतबार छुट्टीको बेला चाहिँ अलिकति मुखहरू हुन्छ नि फेर्न पाउने भनेको उसले बनाएर हो क्या। यस्तो घरको यस्तै खिर त्यस्तो पोसिबलै छैन कि बनाउन, जाँगर पनि छैन होइन। त्यो एउटा टाइम पनि हुँदैन। अरू बेला त त्यो जहिले एउटै हो मुख फेर्न चाहिँ घरिघरि। सो त्यो अनि हाम्रो अर्को यहाँ हिरो छ ह्याङओभरमा। भनिदेऊ नाम र ठेगाना भनिदेऊ तिम्रो। म चाहिँ सबैजनालाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर हाम्रो वरुणको भ्लगलाई चाहिँ सपोर्ट र फुल छिटोभन्दा छिटो 1 लाख पुग्यो सब्सक्राइबर यो भिडियो आएपछि पुऱ्याउनु पर्यो। मेरो फेलो भ्लगर पनि हो है, उसले नि मेरो पनि छ युट्युब च्यानल, तर अहिले कामले बेलान भइरहेको छ। काम त यस्तो हो फेरि। त्यही भएर ल नाम र ठेगाना भन्दियो। अलिक हिरो पनि अलिक ह्यान्डसम पनि उयो हो। मेरो नाम चाहिँ सन्दीप खड्का। मेरो युट्युब च्यानल चाहिँ सन्दीप खड्का 540 छ, त्यहाँ पनि गएर सपोर्ट गरिदिनु होला। घर चाहिँ उदयपुर गाईघाट, हाल चाहिँ सर्बिया। नमस्कार। कति महिना भयो बसेको? 6 महिना भयो। ठिकै छ। सर्बिया इज बेस्ट। तर भन्देऊ तिम्रो छोटकरीमा भन्देऊ। यस्तो छ है कामले यस्तो चाहिँ आज सन्डे, तर अहिले फेरि आज टाइल बोक्न जानुपर्ने काम छ। सन्डेको 4 युरो। त्यही हो, सबैजना आउनु होला। सबैजनालाई वेलकम छ सर्बिया, र उसको भ्लगलाई विशेष सपोर्ट गरिदिनु होला। इतनै पैसा इतनै मिलेगा सुन्नुको अवश्य यस्तै छ। मेरो चाहिँ सँगै ड्युटी बाइ द वे म चाहिँ हामी चाहिँ एउटै उसमा के कम्पनीमा 3-4वटा कम्पनीमा काम गर्छौँ हामी। हामी त बासमती राइस चाचा दिखाओ त। राइस पनि बासमती हो, फेरि ठाड है। बाइ द वे 1 केजीको चामल आउँछ होइन 250 यहाँको दिनारमा हुन्छ यहाँ चाहिँ होइन। 250 भनेको त्यस्तै 2 युरो जस्तो हो। 2 युरो नेपालीमा भन्नुपर्दा केही नभए 350 हुन्छ है। 350 त्यस्तो जति हुन्छ है त। ल त्यो भयो। यहाँ रुम हेरिहाल्नु भयो होला। सबभन्दा हाम्रै छ अलिकति यस्तो भएको, अलिकि ठुलो। अनि म सबै 4जना बस्छौँ हामी। अब हाम्रो यहाँको हाम्रो बकुला दाई हाम्रो बकुला दाईलाई भेटाउँछु। अनि त्यस बिस्तारै सबैलाई इन्ट्रोड्युस गराउँ। यहाँ चाहिँ हाम्रो ठुल्दाई, हाम्रो रुमको ठुल्दाई सँगै सेम डिपार्टमा टाइम दिनमा भाइको भ्लगलाई के हो भने एकछिन भाउसँग एकछिन भन्ने भाइको यहाँ भ्लग पनि नाम र ठेगाना भनिदिनु सर। मलाई यो मतलब लाग्दैन। नाम र ठेगाना के गर्नु नचाहिने यो सबै हाल्दिनँ नि त, काटकुट बनाएर हाल्छु कि। तपाईँको नाम अनि यहाँ ऊ कताबाट हो, कति भयो, अनि कस्तो भइरहेको छ यहाँको भएको? ठिकै छ, सर्बिया राम्रै छ अहिलेसम्मलाई चलिरह। म धादिङबाट हो। आउनुहोस् नेपालमा बेरोजगार भएर नबस्नुहोस् के भन्नु सर्ट एन्ड स्विट। अनि हाम्रो दाइ नाम भन्नु न तपाईँको। नाम भन्नु भन्ने म त भन्नु न नाम। म नारायण लामिछाने, धादिङबाट। नेपाल घर चाहिँ यहाँ कारजुगेवासमा छु सर्बियाको। काम राम्रै चलिरह। 8 घन्टा ड्युटी हुन्छ, यस्तै छ। 10-12 पुग्छ ड्युटी त पुग्छ। विदेशी जिन्दगी यस्तै छ। ल थ्याङ्क यू भेरी। अब अर्को हाम्रो मुख्य पात्रलाई म चिनाउन जाँदैछु। मुख्य पात्रलाई ल रेडी है, आउँदैछ भ्लग। तिम्रो 4th नम्बरमा आउँछ टन, त्यहाँ रेडी भयो। त्यहाँभित्र अर्कै छ। को छ के छ गाइजहरू होइन। अनि यो चाहिँ हाम्रो अर्को रुम। यो चाहिँ अर्को रुम। अनि यहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइ अर्कै कम्पनीबाट हुनुहुन्छ। यो चाहिँ बिहानको जुस हो, यो के अरे इनर्जी ड्रिङ्क्स खाँदै हुनुहुन्छ। हाम्रो चौधरी दाई हुनुहुन्छ यहाँको। हाम्रो दाई मेरो दाई उहाँ चाहिँ होइन। अनि दाई तपाईँको नाम र ठेगाना भनिदिनु। मेरो हालबहादुर हो। गाउँ चाहिँ पढ्नु होला। गाउँ चाहिँ झ्यालबास र दुम्कीबास हो। नलपरासीबाट बोलेको। ओके। भ्लग बनाउँदै हुनुहुन्छ हाम्रो सरले। आज यसो फुर्सद मिलेर सबै माग आयो कि अडियन्सको, तिमी कस्तो ठाउँमा बस्छौ, तिमीले खाने के हो, तिमीले कहाँ उ गर्ने हो, तिम्रो साथीहरू चिनाउ भनेर अडियन्सको थुप्रो माग आयो। त्यो पुरा गर्दै यो भ्लग बनाउँदैछ भाइले।
चस्मा लगाएको र पहिला चाहिँ ऋतिक रोशन भन्थ्यो नाम, अहिले चाहिँ यता चाहिँ घले के अरे ल पछि रमाइलो, हाम्रो रमाइलो हुन्छ मेरो दाइ, एकदमै रमाइलो। सरी मेरो दाइ, सरी। यहाँ अर्को हिरो, अनि हिरो नम्बर 2 के रमाइलो मेरो भाइ सुदीप। सुदीप गाइस 2-4 शब्द दिदेऊ दाइको ब्लगमा। अब यस्तै त हो, अब सर्बियामा छौँ होइन, एउटै गएको छैन, आनन्द रुममै बसेको छ, खाएको छ, हिँडेको छ, सुतेको छ है। अब तपाईँ जसमा कालो चस्मा लगाएको छ, हाम्रो त कालो चस्मा छैन, तर भाइले त्यसैले तर मान्छे हिरो छ नि त। भाइले भ्लग बनाउँदैछ। पहिला चाहिँ मैले नेपालमा चाहिँ ब्लग बनाएको भन्नु उहाँले अहिले पुरै भ्लग बनाएको छ भने, तर मैले पहिला चाहिँ नेपालमा ब्लग बनाउने काम गर्थेँ। म त उता नि बनाउँथेँ कि यहाँ नभ्याएर। त्यही भएर त हो नि मैले भनेको नि। नयाँ आज जुरेर यसो सर्ट एन्ड स्विट सर र बस वरिपरि दियो। अनि मेरो भाइको नाम र ठेगाना भनिदेऊ। मेरो नाम चाहिँ हानबहादुर हो। हानबहादुर नम्बर 2। ओ हरि दाई, ओ हरि दाई, हाम्रो उहाँ दाई चाहिँ अलिकति सेक्री जहिले ओडारको भित्र मात्र बसिरहनुहुन्छ, निस्किनुहुन्न ओडारबाट। म चाहिँ भ्याउँदैन, म फुर्सद छैन। ओके ल, हाई मात्र भनिदिनु त भाइ। म त हाई मात्रै हो। ओके हाई, लास्टै बिजी छु म। हेलो भन्नु। म चाहिँ ल ल ठिक छ। हाम्रो अलि लजालुहरू बोल्नुहुन्न हाम्रो दाइ। अनि यहाँ केटाहरूले चाहिँ मिठो बाल्कनी, यहाँको केटाहरूको सही चिक्ना ऊ चाहिँ यो हो है। यस्तो छ हाम्रो ब्याकयार्ड भन्छ एके, यस्तो छ होइन, यस्तो सेक्सी छ। तर यहाँ जानेधरि फुर्सद हुँदैन क्या, चिसो उहरू हुन्छ होइन, यस्तो छ। दामी हुन्छ जस पिस चाहिँ यहाँ। मुनि चाहिँ केटाहरू यहाँ नेपाली पनि बस्छ, मुनि पनि छ, 2टा फ्लोर छ हाम्रो होइन, 2टा फ्लोर छ, 2टा फ्लोर छ। यस्तो छ, केटाहरूको अलिकति ऊ छ। सुरु बनाउनुपर्छ त्यसरी हुन्छ यार, भ्लग हालेर यार। काट, अर्को राम्रो बनाउनुपर्छ, राम्रो लाइक आउनुपर्छ, कमेन्ट आउनुपर्छ नि। होइन यो त अडियन्सको माग हो क्या दाइ। अनि यो ठिकै छ, यस्तै राम्रो हुन्छ क्या दाइ। भ्लग भनेको काट्ने कुट्ने होइन क्या, जे हो त्यही देखाउनु पऱ्यो नि होइन। काट्न थाल्यो भने त फेरि यस्तो ठिक छ, नयाँ बनाऊ भने क्या। होइन होइन ठिक छ। यो 7 मिनट भइसक्यो, कहाँ काट्छ भनेको। अनि अब हाम्रो मेन मुख्य पात्र अर्को हुनुहुन्छ, उहाँ चाहिँ धेरै नामले बोलाउनुहुन्छ उहाँलाई सारा संसारले। तर यहाँ चाहिँ हर्के भन्नु एकछिन त टाइम अझै टाइम 2 मिनट 2 मिनट एकछिन 2 मिनट। अनि कसलाई देखाउनु पर्छ अर्कै, यहाँ अर्को, यहाँ चाहिँ इन्डियनहरू बस्छ होइन। यो चाहिँ 3टा 4वटा रुम छ, 3टा चाहिँ फुल भइसक्यो होइन। अनि यहाँ 3टा। ओ दाइ नमस्कार नमस्कार सरहरू, मेरो तर्फबाट सबैलाई जति पनि हेर्नुहुन्छ कमेन्ट र लाइक चाहिँ जरुर हुनुपर्छ है। पऱ्यो ल अर्कै आऊ। मेन मुख्य पात्र अझै ए उधर चाचा उसमा भयो कसको कोडा यो चाहिँ यो हो। म एकछिन म भन्छु यसको बारेमा हल्का फुल्का। यो चाहिँ मेरो ड्युटी कम्पनी त छँदैछ, एउटै डिपार्टमा यो र म हाम्रो काम ल न पहिला नाम ठेगाना हामी उ गरेर हल्का भनिदिउँ ल। गाइस अनिस दर्जी झापाबाट हो, सँगै पार्टनरको काम गर्ने। राम्रो छ काम गरे, गाली भनेको अब काम गर्न आएपछि त्यस्तै हो, बाउले जस्तो गाली गर्छ त्योभन्दा खतरा हानिन्छ बस्ने पनि। तर सेलेरी भनेको कहिले पनि चुकेको छैन, जति भने त्यति आएको छ। अझ राम्रो पनि छ हाम्रो कम्पनीमा अरू हेरेर त। त्यो राम्रो चिज चाहिँ भन्दैन त्यो हाम्रो अब बेस्ट पार्ट भनेको कस्तो हुन्छ नि, ओभरटाइमको पैसा हप्तामा मिल्छ, त्यसले खाना पुगेर पनि लगभग महिनाको सेलेरी हामीले 1 देखि पैसा बचाउने हो भने ओभरटाइममा आउँछ हप्ताको 7-8 हजार जति। त्यसले पनि यताउता प्लस माइनस गर्दाखेरि लगभग नेपालको 1 बचाउन सक्ने मान्छेले चाहिँ पठाउँछ, तर हामीले चाहिँ सकिएन त्यो चाहिँ। अब यसो रमाइलो पलहरू पनि हुन्छ यस्तै हरेकतिर होइन। अनि त्यही भएर हो महिना नेपालको 1 लाख चाहिँ मजाले पनि हालिदिन्छ। त्यही हो एउटा खुसी लागेको कुरा चाहिँ मलाई। महिनाको 1 लाख त खुसीसँग हालिदिन्छ यार झ्याप्प। अनि हाम्रो अलिकति बिहान चियाको सट्टामा दारू हान्ने पनि उयो, फेरि बिहान दारू खानु पायो भने धेरै खुसी होइन। ओन्ली सन्डे फेरि है, रेगुलर डे होइन, ओन्ली सन्डे। अनि होलिडे बट होली यस्तो के हाम्रो काम यहाँ तिमीलाई अहिलेसम्म कति महिना भयो तिमी बसे? मेरो यहाँनिर त लगभग 4 महिना भयो होला। 4 महिना। 4 महिनामा तिम्रो समग्रमा भन्नुपर्दा यसो यो सर्बियामा कस्तो मेन यहाँ हेर्ने भनेको सर्बिया कस्तो भइरहेको, केटाहरूको काम त्यो कस्तो भइरहेको छ, सर्टकटमा हल्का बताइदेऊ ल। अब यसको लागि चाहिँ म एउटा बेस्ट त्यो दिन के जान्छु भने हाम्रो बेस्ट एडभाइस चाहिँ कस्तो छ भने, अब नेपालबाट आउने बित्तिकै अब हाम्रो एडभाइसहरू चाहिँ के हुन्छ भने डाइरेक्ट अब एउटा अहिले अलिकति अस्तिको त्यो उतेले गर्दाखेरि
उत्योहरूले इमाइग्रेसन इमिग्रेन्ट प्रोटेस्टले गर्दा अलिकति गाह्रो भएको छ नभए सरियाबाट आउने बित्तिकै अब यस्तो हजुरहरूलाई डिफिकल्ट लाग्छ भने हाम्रो ठ्याक्क यहाँनिर हुनुहुन्छ होइन हामीसँग कन्ट्याक्ट गर्दा पनि हुन्छ त्यसको लागि अनि हो त्यो गरेर इन्स्टाग्राम होइन त्यस्तो केही पनि चाहिँदैन मोबाइल नम्बरहरू चाहियो भने त्यो बरु हुन्छ यहाँ बोटेससँग कन्ट्याक्ट गर्नु पहिले फर्स्टमा त्यहाँपछि हरेक कुरा हुन्छ यहाँनिर अब हामीसँग राम्रो नराम्रो कमाइ यस्तो हिसाबले तिमी 10मा कति दिन चाहन्छौ यो ठाउँलाई सबै यो ठाउँमा चाहिँ प्रायः जस्तो अब बेलगढहरू यताउता भन्दा पनि हाइएस्ट सेलेरी भएको यो चाहिँ कार्गो भाष अब बसेको हामी म पनि बेलगढ बसेर आएको त्यहाँपछि कार्गो भाषामा बेलग्रेड भनेको चाहिँ हाम्रो क्यापिटल यो सर्बिया क्यापिटल त्यहाँ क्यापिटल भन्ने मात्र हो तर सेलेरी चाहिँ यहाँ धेरै छ यहाँ यो कार्गो भाषामा चाहिँ धेरै छ यहाँनिर भनेको थर्ड यो कार्गो भाष चाहिँ थर्ड सिटी हो क्या ठुलो थर्ड हो होइन त्यसमा यहाँ कार्गो भाषाको लागि चाहिँ धेरै ठुलो छ क्या एफेक्ट पनि सेलेरीमा ओभर पर्छ अरूतिर आउँदाखेरि अब भन्छ महिनाको 80,000 यसमा खानाको लागि 10-15,000 धेरै बोल्थ्यो कति हो होइन 10-15,000 के कति हुन्छ भन्ने कुरा हो यहाँ कार्गो भाषामा आएपछि हाम्रो हेर तपाईँ अब अर्को भिडियो चाहिँ यस्तै बारे बन्छ होइन यो चाहिँ होम टुर र मेरो साथीहरू चिनाएको अब तपाईँहरूलाई अझै यस्तो बारेमा डिटेलमा हल्का जान्नु छ भने कमेन्ट गर्नु होइन के यो हामी डिटेलमा भन्न सक्ने क्षमता छ होइन सबै एजेन्ट सेजेन्ट यहाँ के हुन्छ कसरी ओके ल ओके ल हर्के एके अनिस बरुण 300 अब को छ हाम्रो इन्डियन ग्याङहरू छ 3-4 जना यिनीहरूको पनि रुम टुर गराउँछु मोहित ये मेरा ब्लॉग है भाई इसमें कुछ हाई बोल दे ये मेरा मोहित भाइ मेरा यो साथी यसले हो यहाँ पैसा पठाइदिने पैसा पठाइदिने यताउता गर्ने होइन चाहिँ बिचरा हाम्रो सबभन्दा छोटा भाइ त्यहाँ यहाँको है मोहित कल पैसा जाएगा ना ओके हिजो ल थ्याङ्क यू यहाँ केटाहरूको चाहिँ गुफा यस्तो छ है सबै छुट्टै छुट्टै डिजाइनको चाहिँ गरेर बनाएको होइन अलमारी तर अलिकति अस्ति नै पानी छिर्दैन मोहित है पानी छिर्के इसमें सब दोस्त यहाँ स्विमिङ पुल यति पानी आउने भइसक्यो थियो फेरि यस्तो छ है केटाहरूको गुफा यस्तो छ अनि किचनको टुर टोइलेट पनि देखाइदिनु है पैसा दोकान कसको यो पैसा बरुणको हो भाइ यत्रो धेरै कमाइस् अनि हाम्रो किचन चाहिँ यस्तो छ है यहाँ बस्ने अलिक किचन चाहिँ अलिकति ठिक छ जे छ त्यसमै खुसी हुनुपर्छ त्यहाँदेखि किचन चाहिँ हल्का है अर्के अलिकति किचन हल्का बोतल ठुलो बरुने 300 अनि यहाँ ग्यास छ टोइलेटलाई किचन बनाइदिएछ पहिला टोइलेट थियो होइन दुईवटा यहाँ छ इन्डक्सन चुलो दुईवटा कुकर ल्याएको थियो त्यो नि काम कुकर चाहिँ चलेन यहाँ है यस्तै छ किचन यहाँ भाँडा धुने ठाउँ एउटा फ्रिज छ यता छ टेबल यस्तो हामी त रुमभित्रै बसेर खान्छौँ यहीँ अब दारू सारू भरि बियर सेयर खानु पऱ्यो भने यहाँ हो होइन नत्र अब सबै छ शनिबार त अरू होलिडेमा त अर्कै माहौल हुन्छ क्या अब चाचा बना रहा है खीर वो भी दिखाऊंगा बहुत मस्त बनाता है क्या अरे अलिक मुख फेर्ने हाम्रो सर वासिङ मसिनमा जुत्ता हाल्न जाँदै हुनुहुन्छ ये मेरा जिग मेरा कलेजा ये मेरा ब्लॉग है भाई ओके इसमें तुम्हारा नाम ठिकाना बोल दे ओके तुम्हारा नाम किससे लुधियाना एरिया और क्या बोल तुम्हारी भाषा में बोलना तुम्हारी पंजाब से हूँ इंडिया से इधर से दो ना इधर ये वीडियो में दो मैं पंजाब का हूँ इंडिया से ठीक है ये मेरा फ्रेंड है वरुण भाई के साथ भाई के साथ में ठीक वरुण भाई ठीक है मस्ते पूरा ओके थैंक यू ये इसने कुखुरा खुलाएको दुईटा भाले कुखुरा ल यो भयो सबैलाई चिनायो अब त्यो भाया एजेन्ट कहाँ गयो त्यो भाया लास्ट एउटा छ त्यो कमेडी छ त्यो चाहिँ अलिक यहाँ चुरोट बेच्ने खै भाया गयो ल त्यो छुट्यो नि त त्यो चाहिँ चुरोट बेचिदिन्छ यता गएर होइन दायाँमा बिजनेस हान्दा हुन्छ हल्का फुल्का ठेक्का पट्टाको पनि काम गर्छ ल फाइनल लास्टमा चाहिँ हामी टोइलेट अलिकति राम्रै छ ऊ चाहिँ अब स्विमिङ पुल बनाएर चट्ट यहाँ दिने हो होइन आज ठिकै छ अनि यति त हुन्छ होइन के वासिङ मेसिन छ यो नभए त यस्तो छ है अब हल्का बाहिरको टुर बाहिर देखाउँछु म होइन 14 मिनट भइसकेको छ है गाइज यस्तै हो र फुल एक्सक्लुसिभ भ्लग है यो केही कट सर्ट हुँदैन अब यस्तै त भन्ने सबैलाई लुम हालिदिने हो त्यो भ्याउँदा नि भ्याइँदैन कि हेरेर कट गर्नु अब त्यही जहाँ कट गरेर फाल्नु पनि त्यस्तो हुन्छ भन्छ यस्तो छ बाहिर
यस्तो छ बस्ने घर चाहिँ यस्तो छ 2 तलाको छ क्या मुनि र मुनिको नि सबसँग मेरो राम्रै छ चिनजानहरू त छ मुनि गएर नि चिनाउनु त सक्छु तर त्यो अर्को भिडियोमा अलिक राम्रोसँग यस्तो छ यहाँबाट रोड निस्किने ड्युटी जाने गेट चाहिँ बाहिरको हल्का फुल्का देखाउँछु होइन यस्तो छ होइन ठिकै छ नि त्यही हो चिसो छ डेन्जर चिसो छ अहिलेको सबभन्दा अरू कुरा त सबै एडजस्ट गर्न सिकियो समयसँग परिस्थितिसँग एडजस्ट हुन पनि सिक्यो तर चिसो क्या माइनसमा गएपछि चाहिँ त्यो कुरा चाहिँ एडजस्टमा गर्न सकिन्न कि जति लुगा लगाएपछि जे भए पनि अब झन् हिउँ परिदिएपछि त त्यो चाहिँ नेक्स्ट लेभलको गाह्रो छ कि एक्सट्रिम कोल्ड क्या चिसो मात्र होइन चिसो छ भने अनि ब्याकयार्ड हाम्रो ब्याकयार्ड लास्ट ब्याकयार्ड लान्छु त भ्लग हेर आज फर्स्ट टाइम यहाँ आएर बनाएको है मैले चाहिँ यसो गर्ने हो भने त चट्ट खानासाना कहिले काहीँ बनाएर ल्याइन्छ अनि त्यहाँ बसिन्छ ओछ्याएर होइन चट्ट धेरै हल्ला गर्न मिल्दैन नि त अब बसेपछि दारूसारू खाएपछि हल्लाफल्ला भइहाल्छ त्यही भएर चाहिँ म चाहिँ घरिघरि यसो स्याडो बक्सिङ मर्निङ वाक यसो झुन्डिने ठाउँ यसो पुलसुल हान्ने यतै आउँछु धेरै युज त गर्न सकेको छैन सोचेको सायद चिसो भएर पनि हो पछि चिसो भएपछि त यो ठाउँ त चट्ट ल्याउने बस्ने गीत सुन्ने सो कति रुममा बस्ने त ठिस खान्छ नि त रुममा बस्दा सुत्यो उ गऱ्यो अनि त्यहाँ बस्नु नि मजा आउँछ क्या सो त्यही हो है गाइज ल मेरो सबै के छुट्यो के सबै मैले गरेँ जस्तो लाग्छ सबै कभर गरेँ जस्तो लाग्छ होइन धेरै पछि भ्लग बनाएको होइन अब स्टेसन साथीहरू अझै तपाईँहरूलाई अब कस्तो कुरा अब रियल सिटहरू क्या यहाँको हुन्छ नि त अब कसरी आउने के हो हुन्छ नि यहाँ अब काम के हो अनि यहाँ त्यो हुन्छ नि अब त्यो त हामीलाई थाहा छ नि त राम्रोसँग त्यस्तो खालको भिडियो चाहिन्छ भने नि आई विल मेक इट नो डिटेलमै बनाइदिन्छु मलाई त के छ भने जे बुझेछु जे आउँछ त्यही हालिदिने हो भनिदिने हो होइन त्यही हो ल सो आजको भिडियो यति नै 17 मिनट पुगेछ होइन सबैले ल अब चाहिँ यस्तै यो त जस्ट एउटा मेमोरीको लागि पनि हो कि खास यो त्यस्तो होइन तर त्यही हो बुझ्नु नमिलाएर होइन ल चाहिँ हामी हल्का चट्टो गर्छौँ ल आजलाई यति नै भन्दै म मेरो भ्लगलाई स्थगित गरिदिन्छु सबैले एकचोटि बाई चाचा बाई बाई बोल्नु मेरो भ्लगको बाई 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 बोल्नु गिल मेरो भ्लग बाई 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 सी यू बाई 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 जस्तो आयो त्यस्तै देखाए सबैजनाले सपोर्ट गरिदिनु होला धन्यवाद एकदम र भ्लग छ ओके बाई बाई भनिदियो भ्लगलाई ओके बाई बाई गाइस बाई 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 ओके चौधरी दाइ मेरो तर्फबाट भाइ भन्दा नि सबभन्दा सब्सक्राइब हुनु पर्यो लाइक हुनु पर्यो कमेन्ट हुनु पर्यो त्यही हो मेरो तर्फबाट भाइ ए होइन बात ल बाई बाई ल ब्लग बनाउने